ल अहिले विश्व त्रसित अवस्थामा छ। जताततै अशान्तिको खबर छ। अशान्ति मच्चिरहेको अवस्थामा हाम्रो यो सिद्ध बाबाले सबैको रक्षा गरून्, सबैको शान्ति होस्, सबैको जय होस्। ल सिद्धथान सिद्ध बाबाको मन्दिर चट्ट सरसफाइ गरिएछ आज। गेट चाहिँ दामी छ ल, गेट पनि बनाएछ। यो चाहिँ विशेष प्रत्येक वर्षको होली पूर्णिमाको दिन यहाँ मेला लाग्ने र दर्शन गर्नुपर्ने अवस्था हुन्छ। यहाँ भोलि होली पूर्णिमा भएको कारण आज चाहिँ यस गाउँले मित्रहरूले चटक्क सजाएको अवस्था छ मन्दिरलाई। गेट चाहिँ यस्तो छ ल, गेटमा चाहिँ यो बनमारा छ, लाली गुराँस छ। यो चाहिँ लाली गुराँस हो, राष्ट्रिय फुल। फेरि यहाँनिर फेरि अनपढ गवारहरूले राष्ट्रिय फुल किन टिपेको, किन यो, किन तँ, राष्ट्रिय फुल टिप्ने, गोरु काट्ने भनेर चाहिँ यहाँ हुक्रा गर्न थाल्छन्। तर हामीलाई कहाँ आवश्यक पर्छ त्यहाँ त प्रयोग गर्नु जरुरी नै छ। अनपढ गवारहरू भोग्छन्, बस्छन्, डुग्रन्छन्, कामै त्यति हो। बात त सही। गेट चाहिँ बवाल छ ल, गेट बवाल छ। जसले चाहिँ सुके भने पनि यो भित्र पनि सफा छ ल। र यतातिर घन्टीहरू छन्। घन्टी चाहिँ अहिले मैले बजाउन चाहिनँ किनभने खाना खाएर आएको छु, जुठो मुख छ। मैले सिकेको संस्कार अनुसार घन्टी चाहिँ पवित्र स्थान मन्दिरमा राखिने चिज हो, जसलाई हामी ढोगेर मात्रै बजाउनु पर्छ। भेरी भेरी गुड। यतादेखि चाहिँ घामले टल्किने, यतादेखि चाहिँ